तेल यति छ साथीहरु। अहिले चाहिँ म तेल लगाउन आएको छु। यो चाहिँ साउदीको गाडी हो। यो 100 को हो, यो हरियो 50 को हो, यो 5, यो 0, यो 100 अनि दुईटा 0 यस्तो छ आजको मुनि। 150 को तेल हाल्दैछु। यो चाहिँ साउदीको नम्बर प्लेट यस्तो हुन्छ। यो सबै साउदीको गाडीहरु। अहिले चाहिँ म साउदीमा छु साथीहरु। साउदीमा अब यो भिडियो एउटै मात्रै बनाउँछु म चाहिँ साउदीको यसपालि। यो चाहिँ पेट्रोल पम्प हो। यो पेट्रोल भर्दैछ मेरो गाडीमा। नम्बर चलेको देखिँदैछ कि छैन। 91 लगाउँदैछु। उतापट्टिको रातो 95 हो। यो चाहिँ रोयल कमिसन भन्ने ठाउँमा छु साथीहरु। अहिले चाहिँ साउदीको पेट्रोल पम्पमा तेल भर्दै गरेको अवस्थामा। ऐनामा त देखेको रहेन त छु। 150 भनेर लगाएको 130 को मात्रै गयो। यो चाहिँ कस्तो अँधेरो पो देखियो त। नोटै अँधेरो भएर कि। यो चाहिँ 20 को नोट हो। नोटै क्लियर देखिएन। यो चाहिँ 20 को नोट हो साउदीको। पहिला चाहिँ थिएन, अहिले चाहिँ साउदीमा 20 को नोट आएको रहेछ। 20 लेखिरहेको छ। यो चाहिँ 20 को नोट हो। यस्तो छ 20 को नोट चाहिँ। यहाँनिर राम्रो राम्रो फुलहरु मैले देखेँ। अगाडि अझै राम्रो फुलहरु छ। त्यही भएर मैले अलिकति भिडियो बनाउने सोच बनाएँ। नत्र त भने भिडियो बनाउने मोडै नभएर भिडियो नबनाएको हो। यति राम्रो राम्रो फुलहरु यहाँ फुलिरहेको छ यस्तरी। खास चाहिँ भिडियो किन नबनाएको भन्न अलिकति अल्छीले पराकाष्ठ नागेर पनि हो। एउटा भिडियो चाहिँ साउदीबाट हाल्नु पर्यो भनेर यो मैले एउटा भिडियो बनाएको हो। फुलहरु अति सुन्दर सुन्दर फुलहरु फुलेको देखेँ। त्यही भएर पनि मलाई हाल्नु मन लाग्यो। यहाँ झारमा यसरी पानी गइरहेको छ। अहिले चाहिँ सिसै खोलेर देखाउनु पर्यो एउटा अलिकति यहाँनिर थोरै। अति दामी सुन्दर फुलहरु फुलिरहेको छ। सबै यो साउदी हो। साउदीको सिनहरु जस्तो छ। यो चाहिँ रोयल कमिसन भन्ने ठाउँ हो साउदीको। मैले मेरो घरको म्याडमहरुलाई चाहिँ यही पर बिल्डिङ भित्र यता अलिक भित्रबाट छोड्दिएको छ। अहिले चाहिँ म यतापट्टि घुमिँदैछु एकचोटि एक राउन्ड लगाउँ भनेर। यहाँ चाहिँ 12-13 वर्ष अगाडि 2009-10 तिर चाहिँ धेरै घुमेको ठाउँ हो। अहिले चाहिँ कतारको बसाइले गर्दाखेरि बेला मौकामा आएको बेला मात्रै यतातिर म आइपुग्छु। नत्र भने खासै आइपुग्दिन। अस्ति एक दिन 20-22 दिन अगाडि एक दिन राति आएको थिएँ म यो ठाउँमा। आज चाहिँ दिउँसै आउने मौका पाएँ। राति पनि राम्रो सिनहरु त थियो। तर अब म्याडमहरु गाडीमा भएको बेला त अब भ्लग गर्नु भिडियो गर्नु मिलेन। त्यही भएर मैले गरिनँ। अहिले चाहिँ एक्लै मौका पारेर उनीहरुलाई चाहिँ मार्केट भित्र छोडेर म चाहिँ भिडियो बनाउँदैछु।
यो मार्केटतिर पनि पहिला चाहिँ धेरै आएको। यस पार्किङ एरियाहरू यस्तो हुन्छ। कतार जतिको व्यवस्थित त छैन, तैपनि यसो एक चक्कर देखाइदियो भनेर हो। यो पार्किङ, गाडी पार्किङ हो। कतारमा त धेरै राम्रो छ, सुन्दर छ। अब फेरि 2-3 दिनको बादमा म कतार गइहाल्दैछु। त्यही भएर आज एउटा साउदीको भिडियो, एउटा सानो क्लिप चाहिँ देखाउने प्रयासमा छु। अहिले चाहिँ म हल्का सिटी एरियामा आएको छु, यता बजार एरियामा। अब यहाँबाट चाहिँ म समुद्र एरियामा जानुपर्छ। समुद्रको अलिकति छेउछेउमा गएर तपाईँहरूलाई म केही थोरै दृश्य देखाउने कोसिस गर्नेछु है साथीहरू। ल यहाँबाट चाहिँ समुद्रतिर जान्छ, अलिकति अगाडिबाट सबै गाडीहरू पार्किङ छ। कोही कोही त कुवेतको गाडी चाहिँ देखिँदैछ, साउदी घुम्न आउनेहरू। यो सबै साउदीको नम्बर प्लेटहरू साथीहरू यस्तो हुन्छ है। साउदीको नम्बर प्लेट चाहिँ चारपाटे सेतो ठुलोमा हुन्छ, कतारको चाहिँ सानो चौडामा हुन्छ। यहाँबाट चाहिँ सबै गाडी पार्किङ एरियाहरू छ, सबै गाडी पार्किङ गरेको। यहाँबाट चाहिँ म अलिकति समुद्रमा घुम्नेहरूको दृश्य देखाउनेवाला छु। बाटो ब्लक गरेर त नबस नानी हो, हामीलाई पनि त गाह्रो हुन्छ। सबै घुम्न आउनेहरू समुद्रमा रमाइलो गरिरहेको छ, इन्जोय। अब हात उल्टो पर्यो, खासै राम्ररी चाहिँ देखाउन सकिएन। यसरी बच्चाहरू खेल्ने ठाउँ, समुद्र त्यहाँ नजिकै छ, उतापट्टि समुद्र देखिरहेको छ। समुद्रमा बोटहरू चलिरहेको छ। जुम गरेर हेर्नु होला साथीहरू युट्युबको भिडियो आफै। अब म चाहिँ आफै ड्राइभ गर्दै आफै यहाँ भिडियो बनाउँदै अब बाटो पनि हेर्नुपर्ने हुन्छ। त्यही भएर बाटो यस्तो छ। यता दाहिनेपट्टि समुद्रहरू छ, यस्तो सिन छ। उल्टो पर्यो क्या, अब देब्रेपट्टि भए चाहिँ ट्यापै सिसामा मोबाइल टाँसिदिएर हिँड्नु हुन्थ्यो। अब दाहिनेपट्टि परेपछि चाहिँ हातैले यसरी देखाउनु पर्ने हुन्छ, पक्रेर हलिन्छ होला। क्लियर नदेखे पनि यसरी कोही बसेर इन्जोय गरिरहेछ। यो सबै समुद्र हो। यस्तो सिनहरू छ। सबै समुद्र। कोही साथीसँग प्राय फ्यामिलीसँग आउँछन्, दिउँसोभरि जागिर गरेर जागिरबाट छुट्टी भएपछि टक्कसँगले आएर यसरी इन्जोय गर्छन्। यो छ सिस्टम।
चाहिँ यहाँबाट अहिले भर्खरै युटर्न लिइसकेँ। युटर्न गरेर अगाडिको दृश्य यस्तो छ। अहिले चाहिँ मेरो देब्रेपट्टि समुद्र देब्रे भइसकेको छ। गाडी पार्किङ गर्ने ठाउँ छैन, नत्र भए त म ओर्लेर जान्थेँ एकछिन समुद्रमा भनेको, पार्किङै भेटिएन। सबै समुद्रहरू छ यतापट्टि चाहिँ। ओहो भित्रभित्र बोटहरू चलिरहेछ। अहिले चाहिँ मैले पनि ल्याएर गाडी पार्किङमा राखिसकेँ। यो सेतो घेराभित्र यसरी लाइनमा राख्नुपर्छ, ठ्याक्कै लाइनमा मिलाएर। गाडी चाहिँ यस्तो छ, यो सबै साउदीको गाडीहरू हो। अहिले मैले लिएर आएको गाडी चाहिँ यो हो, मिस्तीबिसीको। अरू गाडीहरू पनि सबै पार्किङमा देखिरहेको छु छ। यस्तो छ है साथीहरू, यो चाहिँ पार्किङ हो। यो लाइनमा चाहिँ पार्किङ राख्नु छ। यो सबै कोठामा गाडी राख्ने हो, पार्किङ गर्ने हो यसरी।